के भयो तिमीलाई के कुरा सोध्नु छ क्या मलाई सोध हेर हैन ब्लाइन्ड हाउसमा आएपछि हैन मेरो त्यस्तो मिल्ने जस्तो साथी त्यति कोही पनि छैन स्वेच्छा र ज्योति मात्र हो हैन अनि स्वेच्छाको पनि फर्स्टमा तिमीले हार्ट ब्रेक गर्यौ मलाई एकदम के लाग्यो तर तिमी साच्चै ज्योतिसँग कम्फर्टेबल छौ कि छैनौ अहिले त छु नै भनौं न अहिले त कम्फर्टेबलै छु म के रे तिम्रो ज्योतिसँग छ ज्योतिसँग चाहिँ तिमी राम्रोसँग अगाडि बढ पछि गएर तिम्रो कारणले ज्योति चाहिँ फेरि त्यो डाक्टरले रुवाए जस्तै गरी रुन नपरोस् त्यही हो मेरो तिमी र ज्योति चाहिँ राम्रोसँग अगाडि बढ्न पर्छ हैन अनि तिम्रो र मेरो चाहिँ अनुहार पनि अलिअलि मिल्छ जस्तो लाग्छ हामी दुवैजना मोटी मोटी छौं हैन अनि स्किन टोन पनि हल्का फुल्का मिल्छ जस्तो लाग्छ हैन त्यही भएर तिमीलाई चाहिँ मैले भाइ बनाए के आजबाट ल ठिकै छ हैन तिमी र म चाहिँ दिदी भाइ अबबाट ल ठिक छ मेरो म चाहिँ दिदी भाइ है अबबाट ल आजबाट हामी दिदी भाइ ल हामी त यति नयाँ त भेट्छौं त जिरो से कुनै कपालमा पनि एउटा राम्रो साथी जस्तो दिदी पाउन सक्छु जस्तो लागिरहेछ मलाई अब हेर कपाल पनि पाउँछौ के तिमीले ज्योतिलाई माया गर न ज्योति त्यस्तो अरु जस्तो छैन के धोका दिने यताउता चार्दै हिड्ने त्यस्तो खालको छैन के ज्योति मैले बुझे उ पनि एकदम राम्रो छ मलाई धेरै माया गर्छ म पनि उलाई माया गर्छु उ एकरो हो के उसलाई बुझ्न सक्ने मान्छेले उसको माया बुझ्न सक्ने मान्छेले हैन उ पाए भने त्यो जतिको भाग्यमानी के पनि हुँदैन के त्यही भएर तर तिमी लक्की हो यार तर साच्चै हो ज्योतिले तिमीलाई मन परायो म कसरी मन परायो यो गोलुमोलुलाई त्यही हो म के देखेको होला मलाई के फिल गरेको होला तर साच्चै हो तिमी कस्तो क्यूट छौ के के यस्तो त्यस्तो के हैन यहाँ सम्झाइरहेको थियो के मलाई त ए बस्नु न माक्सन त भाइ हात तल त किन तल राख्नु ही इज माइ ब्रदर के भयो त ब्रदर हामी दिदी भाइ भइसक्यो हजुर किन चिन्ता गर्नुहुन्छ अब कन्फ्युज भयो क्या हामी म त साथै साथै बुढी गनी एकछिन ए त्यस्तो नसोच्नु न त्यही त अनि दिदी भाइ भने कहाँ अङ्गाल मारेर छोरा म दाइ आइसक्यो यार ठिक छ नि त के भयो त दिदी भाइ अङ्गाल मारेर बस्नु भाइलाई माया गर्न नपाइने भने ओए तिम्रो कहिलेको नाता हो कुन नाता हो दिदी भाइ भन्दैमा तिमी होइन यार माया कसम मलाई कस्तो नराम्रो लागिरहेछ कस्तो नराम्रो लाग्ने तिमीलाई त्यो नराम्रो लाग्नु पर्ने दिदी भाइ भन्दै दिदी भाइ जस्तो गरेर बस्छ न यार विश्वास छैन मुस्कान देखि भने कस्तो हैन दिदी भाइ जस्तो गरेर बस्छ न यार कसरी बस्छ दिदी भाइ भनेको त अब एकअर्कालाई सपोर्ट गर्ने माया गर्ने हुन्छ माया भन्दै अङ्गल सङ्गलमा मारेर तासेर बसेर तिम्रो कहाँ अङ्गलमा तिरा जोडेर बसेर हुन्छ हाम्रो यो माया देखाउने जरिया हो के हामी यसरी बस्छौँ तिमी हात हटाउँदै नहटाऊ है दिपलवले भन्यो भने तिमीले हात हटाउनु पर्ने त्यस्तो हुँदै हुँदैन तिमी यसरी बस तपाईँ नरिसाउनु भने जो मान्छेले नेगेटिभ सोच्छ हैन त्यो उसकै प्रब्लम हो नेगेटिभ सोचे हैन तिम्रो म त आउने बित्तिकै झस्के नि त एकछिन भयो तिमीले दाद दिदी भाइ भनेपछि मलाई के भन्दा ओके भन्ने भयो हैन तर पनि के छ भन्दाखेरि नि तिमीले मलाई त अब मुस्कान त तिम्रो भर लाग्दैन क्या दिदी भन्छौ तिमी त हुन त सबैको तिमी भाइ नै हो केटीहरुको पनि अहिले आएर जस्तो भयो हैन भाइले भाइको भरोसै न ज्योतिले पनि तिमीलाई नाता उमेर हिसाबले त भाइ भन्नुपर्ने हो ज्योतिसँग खाटमा छौ अनि मैले त भाइ भनेको छैन नि त मैले नाता त ज्योति भन्दा सानो छ नि त तिमी आउने बित्तिकै यस्तो ड्रामा नगर त ड्रामा हैन ड्रामा गरे हैन मैले मिसअन्डरस्ट्यान्डिङ भएको त सिधै त मिसअन्डरस्ट्यान्डिङ भएको थियो तिम्रो दिदी भाइ भन्यो त्यसपछि सिधै त के ठुलो कुरै भएन नि त्यही त ठीक छ तिमीलाई आफ्नै भाइमा पनि ट्रस्ट छैन भनेपछि तिमी मलाई यो ट्रस्ट भन्ने कुरा हुन्छ नि ट्रस्ट भन्ने कुरा आफै त्यस्तै छौ अनि अलि टाइम लाग्छ के ट्रस्ट मार्दै हिँड्छौ अनि त्यही भएर तिमीलाई अरु बात मैले कोसँग मुख मार्दै हिँड्ने तिम्रो त धेरै काण्डहरु छ नि त मलाई थाहा छ नि त तिमी किन हो यस्तो आज के रे उम्लेको मसँग किन पड्केको त्यसरी म पड्केको हैन तिमीलाई के छ मन सन्तोष छैन के हो नेगेटिभ सोचे हैन सुरुमा देख्ने बित्तिकै त सबैलाई लागिहाल्छ यो भाइ सबै केटीसँग बसेर अङ्गाल मारेर हुन्छ अनि नेगेटिभ दिमागमा आउँदैन सोझो मान्छेसँग बसेको पनि नेगेटिभ आउँदैन नि कस्तो सोच मेरो भाइलाई यस्तो बाङ्गो टिरो नभन तिमी बाङ्गो टिङ्गो तिमीले देखेको छैन नि मैले जहिले डेलीमा के टप मोडलको काम पनि केटा उठाउने यो भाइको काम केटी उठाउने यो थाहा छ मलाई टप मोडल मेरो साथी हो स्वेच्छा मेरो साथी हो मेरो साथीलाई के पनि नभन मेरो भाइलाई पनि के पनि नभन म कसैलाई उठाउने काम त गर्दैन हैन जो सब माया चाहिने बेला चाहिँ म दिइराख्छु सबै तर अब यहाँ आउँदा एकचोटि यहाँ आउँदा तिमी यहाँ बस तिमीसँग कुरा तिमी यही बस मेरो भाइ तिमीलाई मैले भाइ बनाइसके तिमी टेन्सनै नलिया दिदी भएपछि कसैको पनि तिमीले टेन्सन लिनु पर्दैन तपाईलाई आफ्नो मायामा ट्रस्ट छैन मलाई त मायामा ट्रस्ट छ कि तर तिमीलाई चाहिँ त्यो यस्तो हो क्या अब किन मैले कति 3-4 जनासँग देखिसके नि त अनि अब मनमा त टेन्सन भइरहेछ नि यार भाइ बुझ न तिमी भने
त्यस्तो होइन 3-4 जनासँग देखिने अब देखेपछि त मनमा हुँदैन कसरी देख्नुभयो भन्ने कुरा हो नि त किस गरेर तिमी भान्सामा जाँदाखेरि जहिले एकजना गएर किसान नि त्यसपछि अनि उसमा पत्ता सुरुमा त मलाई मन खिन्न हुन्छ नि पछि गएर तिम्रो दिदीभाइ भन्यो ल ठिक छ अब के भन्यो ठुलो कुरा इस्यु बनेको छैन त्यो ठुल्ठुलोले बोल्नु जरुरत छैन नि त्यो पनि हो किनभने मेरो के गल्ती छ मैले त्यो देखेँ मैले एकछिन भए पनि मैले उ गर्न त पाएँ नि त राम्रोसँग तिम्रो चाहिँ के बानी छ भने दिपलभ राम्रोसँग कुरै नबुझिकन रियाक्ट गर्ने कि तिमी आउने बित्तिकै रियाक्ट गरिहाल्नुपर्ने रिजन थिएन नि त तिमी त्यस्तो होइन ए बाबा त्यो के रिजन भन्ने कुरा कतिखेर के रियाक्ट गर्ने भन्ने कुरा तिमीले मलाई पढाउनु पर्दैन क्या मैले पढाउनु पर्दैन तर तिमीले त्यस्तै गर्छौ नि त मैले पढाउनु पर्दैन म तिमी किन हैन मसँग किन तर तिमी सधैँ त्यही गर्छौ के तिमी सधैँ आउँछौ हैन अनि त्यो एकैछिन देखेको कुरामा तिमीले बिलिभ गरेर त्यस्तै नेगेटिभ रियाक्ट गर्छौ के तिमीले नेगेटिभ रियाक्ट गर्न बाध्य बनाएको पनि तिमीले नि हो नि त हैन तिमीले कुनै नबुझिकन रियाक्ट गर्ने तिमीले होइन मैले हैन मलाई ब्लेम तिमीले माया गर्छौ तिमीले माया गर्छौ तिमीले कहिले साच्चै किन फिल गरेर माया गरेछौ ह त्यो माया चाहिएको कुरा तिमीलाई हैन के छ तिमीलाई इच्छा के छ मसँग पड्केर उ गरेर नभन त्यसरी नभन भन्न मन लागेको मेन कुरा भन्दा हुन्छ क्या बुझेनौ म पनि मान्छेको फेस पढ्छु के पढ्छौ तिमीले के धेरै कुरा पढ्छु म सानो सानो कुरामा झगडा नगर न एकचोटी राम्ररी भइसक्यो त नि भइसक्यो भनेपछि त अनि तिमी पनि ठिक्क पर्यो मायाको सम के हो यहाँ के हो अङ्गल मारी मारी देख्यौ देख्यौ ए बाबा जब हामी यहाँ भित्रको मान्छेले त यो हैन भित्रको मान्छेले त एक झलकमा हुन्छ भन्देखि हैन अङ्गल मारी बस्छ एउटै सोफामा अङ्गालो मारेर दिदी भाइ अङ्गालो मारे पनि गालामा किस गरे पनि इट्स कमन कसरी कमन म मेरो भाइले त कसरी त्यस्तो त अब त मलाई किन अब त तिम्रो भाइ र तिमीमा माया छैन होला नि त उ र म त आजदेखि भाइ भइसक्यो मलाई सुरुमा उ आउने बित्तिकै मलाई भाइवाला भाइ भएको कसरी अनि आज भाइ भइसक्यो अनि के आज भाइ भइसक्यो तिम्रो तिमी मेरो भाइलाई जपाइदे नभन मेरो भाइलाई किन गालामा हानेको तिमीले तिमीले गालामा हानेर उसले फर्काउँदैन भन्दैमा तिमीले गालामा हान्न You can't slap my brother. You can't slap my brother. दिदी भनेर हैन तिमी जाऊ के यहाँदेखि तिमी जाऊ एकछिन तिमी जाऊ भाइ म भन्दैछु दिदी बनाउँछु भने अस्ति तिमी अगाडि बनाएन दिदी सुन न भाइ युवराज फेरि किन हान्यो तिमीले मेरो भाइलाई उसले फर्काउँदैन भन्दैमा तिमीले उसलाई उस केटा मान्छे हो उसले केटीले हात फर्काउन मिल्दैन भन्दैमा तिमीले उसलाई घरिघरि गालामा बजाउन पाउँदैनौ तिमीले अरे किन हो झगडा नगर है म तिम्रो धेरै जो ल्याङ भाइ म जोपाइदेला हात पनि उठाउनु पर्यो भनेपछि के उठाउँछु भन्ने साथी भनेको त छ साथीको नाममा कलनको तिमी साइको यार भाइ सुन न तिमीले उसले भाइ भनेन तिमीले पनि दिदी मानेको हो अब मलाई के बनाउन मन छैन हैन यहाँ यस्तै माया गर्ने मान्छे यहाँ थप्पड हानिसक्यो भनेपछि किन हान्यो भन्ने कुरा हो नि त अब तिमी यत्रो तपाईँ नबुझिकन आएर ए बाबा यहाँ सुन यहाँ सुनाइ तिमीलाई यहाँ सुनाइ म भन्छु मैले हैन त्यो दुनियाँ दिएको छ बुझ्यौ मायाको कदर गर्न जानेको छैन रहेछ कि मैले थाहा पाइसकेँ तिमीले तिमीहरूले माया बुझेको छैनौ कि यति हाम्रो दिदीभाइले माया बुझेन तिमी जाऊ त्यहाँ तिमी कुनै नगर कि मसँग नबुझि आएर हैन दिदी यस्तो हो क्या नेपाली सुन न नेपालमा नि नेपाली समाजमा नि सुनाइ कहिले दिदीभाइको अङ्गालो हुन्न भने कहिले माया गर्दैन तिनीहरू अब त्यो हो तर यहाँनिर यसरी खुल्लेआम दिदीभाइमा किस हुन्छ हग हुन्छ किस हुन्छ भनेर चाहिँ हैन त्यसरी म एउटा पार्टनर बसिसकेपछि नि त्यो कुरा गर्न चाहिँ अलिकति जायज हुनुपर्छ क्या तिमीलाई चाहिँ छैन हेर इन्सिक्योर फेलोहरुसँग मलाई कुनै रिलेसन राख्नु छैन तिमी हाम्रो कुरा सुन ठीक छ मुस्कान धेरै भइसक्यो हैन ठीक छ तिमीले आफ्नो हैन तिमीले आफ्नो तिमीले हल्का मलाई बुझेनौ तिमीलाई के तिमी किन पड्किरहेको आज मसँग के गर्दै के कुरा गर्दै तिमी मसँग किन पड्किरहेको उले आएर किन उसलाई हान्यो अनि उले माया गरेको मान्छे उले पनि झपड हान्यो त्यो उनीहरुको म्याटर हो तिमीले झापड सुन न उले जे देख्यो हैन उले त्यसमा रियाक्ट गरे यो जसले पनि गर्छ तिम्रो दिदीभाइ अहिले तिमीले भन्नुभन्दा अगाडि रियाक्ट जसले पनि गर्छ बुझ्यौ उले झापड हानेको थियो उसलाई हानेको थियो तर तिमी चर्किन गएपछि धेरै तिमीले ल्याङ गरेपछि तिमीलाई पनि हाने उले बुझ्यौ मैले त्यो दिपलाको साटोबाट हानेको तिमीलाई यतिकै हात हाल्न त पाइन्न यतिकै हात हाल्न पाइन्न नबुझिकन हात हाल्ने भए पनि यहाँ कसैले बाँकी राख्दैन
मेरो ज्यान दिने मेरो ज्यान भनेको 5 जना अगाडि पनि सबलाई ज्योति फैलाएर तिमीले माया गर्ने भएर मात्रै मैले किन नसोको भिखारी हो ज्योति तामाङ भनेको तिमीले माया गर्ने भएर मात्रै मैले नसोको तिमी गइहाल्ने यहाँबाट भिख मागेर कहिले माया पर्दैन भिख मागेर थाउनी भनेको दया मात्र हो सहानुभूति मात्र हो तिमीलाई दया र सहानुभूति चाहियो भए बाहिर जाऊ यहाँ औसनमा माया मागेर आउने मान्छे अरूसँग लाग्दा फेरि कस्तो हुन्छ भन्ने कुरा मलाई थाहा छ तिमीलाई थाहा छैन अरू कस्तो हुन्छ भन्ने मलाई पनि थाहा छ मलाई सिकाउनु पर्दैन ज्योतिले मलाई थप्पड हान्दा तिमी हेरेर बस्ने उसँग युवराजसँग बस्यो भनेर चाहिँ तिमीले ओभर रियाक्ट गर्ने हैन ठिकै छ यही रहेछ तिम्रो भनेको कुरा हो तिमी चाहिँ ओभर रियाक्ट गरेको छौ बुझ्यौ नीड यु यु शट अप आई डोन्ट नीड यु ठुलो भनेको के हो मलाई थाहा छ मलाई थाहा हुनु नि तिमीलाई थाहा छ टुलो भने के हो कसरी थाहा छ दुई झापा हानेको टुलो हुन्छ कोही चाहिँदैन किन यसरी बस्नु भएको त अनि कि बस्दैमा ल पर्छ हाम्रो भन्दैछु त दिदी अस्ति भनेको हेर तिम्रो अगाडि दिदी हो भने त बाहिर बस्छ कोही पनि दिदीलाई आउँदा हाल्न पाइन्न भने कस्तो मान्छे यार आवा मान्छेहरू छन् म बुझ्दैछन् के छ यतिकै हान्दिरा ल तिमीहरू बस न त दिदीभाइ बस ज्योति न ल तिमीहरू छोड्दै एकचोटि हान्न त मैले छोड्दिए दुईचोटि हानेको हुन्छ जिता के तिमी सधैँ रोएर जित मलाई त हान्यो चिन्ता खोजिकन जब हड हुन्छ नि त्यति बेला आवाज आउँछ के यतिकै हट हुन्छ मान्छे त्यो मान्छे नि हटे रहेछ के तिमी खालि यतिकै रिसाइदिने त्यो गर्ने आवा नसोची हैन यस्तो हो क्या हैन सुन भाइ सुन न आवा पनि कसैलाई यतिकैमा आएर नपर्दैन सोला त्यसमा नगर तिमीलाई पनि धेरै माया गरेमा सुन न आउने बित्तिकै यहाँ सुन भाइ नबुझिकन हान्न यहाँ सुन न मेरो आउने बित्तिकै मेरो हटमा तिमीलाई यस्तो घिन लाग्यो हैन ठिकै छ यहाँ सुन घिन लाग्यो मलाई यो त घिन लाग्यो भाइ यहाँ सुन न तिमीलाई कुरा यहाँ सुन है तिमी हैन कोहीसँग तिमी अङ्गालो मारेर बसिरहेको छौ भनेदेखि नि तिमीलाई माया गर्ने मान्छेले आएर तिमीलाई दुई थप्पड हान्नु भनेको त्यसमा कुनै त्यो जायज कुरा तिमी अङ्गालो मारेर छौ उसले तिमीलाई सुन उसले तिमीलाई यहाँ सुन दिपला मैले भनिसकेँ नि मुस्कान कस्तो भनेको नबोल भने म बोले भने तसँग मलाई हैन चित्त बुझेको छैन बुझिस् त मेरो लाइफमा तमै लाग्छ मा कसम तपाई दिने थाहा छ अहिले तिम्रो कुराहरु पनि यस्तो बुझ्दैनन् के तिमीलाई मलाई भन्न त भने दाइ मलाई मुस्कान अस्ति मन पर्छ यार मुस्कान मलाई भएको मलाई मन पर्छ त्यही भएर उसले मलाई दिदी बनाए हामी दिदी भाइ भइसक्यो दिदी भाइ दिदी भाइ बनाउने त एउटा बहाना हो उसको किस गर्ने तिमीलाई चाहना हो हैन भाइ अघि मलाई रुममा भनेको क्या मुस्कान लास्टै मन पर्छ त यार मलाई किस गर्न मन त तर कुन नजरमा मन पर्छ त भने के भइरहेको तिमी यार के भयो म मुड किन तिमी ठीक छैन मलाई त मेरो मुड ठीक छ के मैले तिमीलाई यति मात्र भन्न खोजेको कि तिमी कुरा नबुझिकन रियाक्ट गर्न छोड्देऊ के कस्तो कुरा नबुझिकन थाहा कुरा हेर कुरा नबुझी भन्दा पनि नि तिमीहरुकै साथी हेर अस्ति नै त्यो मलाई प्र्याङ्क गर्ने बेलामा के गर्ने बेला त्यो केटीले सिधै मलाई भनेको थियो मुस्कानले यसो भन्छ भनेर अनि मैले त्यहाँबाट आउँदाखेरि के नयाँ कन्टेस्टेन्टसँग म नयाँसँग चाहिँ म अगाडि बढ्छु भन्ने कुरा गर्थेँ हैन केटीहरूले अनि म त्यहाँबाट आउँदाखेरि चाहिँ तिमीसँग अङ्गाल हालिदिँदाखेरि तिमी आफूले आफूलाई प्र्याङ्क मात्र हो प्र्याङ्कको कुराले सिरियसली लिएर उनीहरूले मलाई मतलब सिरियसली उसले भनेको छ भनेर भनेको थिए त हेन्सी चाहिँ के आइरहेको नि दिपलापको पछाडि झिङ्गा भन्काउँदै के अनि अब तिमी अब त्यहाँबाट त्यो तिमीहरुको सुरुमा फर्स्ट हेर्ने बित्तिकै त अब नम्बर भइहाल्छ नभए त्यो ज्योतिलाई पनि फिल हुँदैन थियो ज्योतिले पनि त सुरुमा आउने बित्तिकै त्यही न सोच्यो तिमीहरु दुवैजनाको सोच्ने टक्सिक हो के ज्योति पनि टक्सिक छ तिमी पनि टक्सिक छौ तिमीहरु दुवैजना टक्सिक पर्सनहरु हो के कस्तो टक्सिक मान्छे टक्सिक म हैन के टक्सिक चाहिँ तिमी हो कि तिमी किन मसँग त्यति कुरा गर्यो भने त्यति कुरामा तिमीले मसँग के दुनियादारी कुरा एकदम निरा खुम्चाइ गर्न पुरै खाउला जस्तो गर्ने बोल्यो म त्यसरी बोलेकै छैन मैले जस्ट यति मात्र भन्न खोजेको हो कि आउने बित्तिकै त्यो देखेको भरमा हैन त्यो सानो एकैछिनको 2 मिनेटको 2 मिनेट केही कुरा देखेको भरमा त्यसमा तिमी बिलिभ गरेर मैले त्यसमा ओभर रियाक्ट नगर मात्र भन्न खोजेको हो मैले जाऊ न तिमीहरु त्यो देख्ने बित्तिकै हैन के भयो खास त्यो देख्ने बित्तिकै हैन यहाँ सुन तर एउटा कुरा है त्यो नयाँको भाइ छ नि त्यो भाइको नियत चाहिँ राम्रो छैन नियत नै खोट त्यही कुरा भइरहेछ मेरो भाइको बारेमा कोही पनि के पनि नबोल देख्यो मैले भाइ बोलाइसके युवराजलाई त्यसले मेरो यति सुतिला मैले भाइ बोलाइसके मेरो भाइको बारेमा कसैले पनि कसैले के नभने उसलाई फ्लट हाल्न उसको अधिकार छ उसले मलाई मेरो कसैले किन हान्नी
मैले त फ्लड हान्दिनँ भने उसले किन हान्ने तिमीले हान्दैनौ त्यही भएर उसले हान्छ हुँदैन तिमी हान्नै उसलाई सक्दैनौ तिम्रो भाइ होइन तिम्रो दाइ भए पनि मेरो तिमी मको छोड तिमीलाई फ्लड गर्ने आउँदैन तिमी के फ्लड हान्छ तिमी यस्तो के नाङ्गे म लक्सा सुत्दिने आजको 81 एक दिनमा कसले तिमीले भाइ सुत्छ? भयो Respect. तिमीले त्यत्रो धेरै त्यो भाइ चाहिँ चिन्दिनँ मैले। हाम्रो पनि भाइ हो मैले मेरो भाइ छ, छ। छैन मेरो मान्छेको- आफ्नो भाइ छैन यहाँ सुन। मैले उसलाई भाइ त्यो भाइको- बनाइसके म मेरो भाइको लागि यो ब्लाइन्ड हाउस त के म दुनियासँग लड्न सक्छु कसै नगएको भाइ जाउँ त भाइलाई बोकेर जाउँ त। आफ्नै आमाले पाएको त भाइ यहाँ मान्दैन मान्छेले ऊ कहाँबाट आएको बाहिर छ भन्दा भाइ? मनको नाता ठुलो हुन्छ बुझिस तँलाई के थाहा त जस्तोलाई के थाहा हो। दिनदिनै केटी तिमीले फेर्दै थाहा पाएर हिँड्नु के त पायो के थाहा तिमीले थाहा पाएर के पायो त्यो भाइको उसको के के यस्तो हो क्या के पायो? उसको पनि राम्रो एउटा ऊ भएको भएदेखि Mind of language है मुस्कान। उसको पनि के छ फेरि। आउने बित्तिकै उसको के छ कतिजना केटीहरूसँग उसको होइन त्यस्तो यस्तो सिन छ अनि तिमीलाई त्यसरी देख्दाखेरि त मलाई एकछिन ल मलाई म त्यतिखेर हिट भएँ अनि तिमीले ल दिदी भए भने चाहिँ म चुप लाग्यो त्यही केटा खत्तम हो सिधै भन्छु। त्यसपछि तिमीले अनि किन त्यो कुरालाई चाहिँ सिधै गर्थ्यौ तिमीले त्यो कुरालाई मसँग चाहिँ तिमीले मतलब मसँग चित्त के कुरा एकदमै रिसाएर एकदम ठुलै मैले केही गल्ती म त्यस्तो रिसाकै छैन मेरो टोन नै यस्तो छ म ठुलो ठुलो स्वरले बोल्छु मेरो टोन नै यस्तो छ मैले यति मात्र भन्न खोजेको कि देख्ने बित्तिकै केही कुरामा पनि ओभर रियाक्ट नगर भन्न खोजेको मैले टोन भनेको कसैको नेचुरली यो साह्रो घमण्ड हो। भन्ने कुरा नि आफ्नो तलमाथि गर्ने हो। गर्न सक्छौ किन झगडा गरेको जोडी भएर झगडा नगर न अरु मान्छेको हाम्रो लागि डिस्टर्ब भयो नि त। नगर तिमी तिम्रो बोयफ्रेन्डलाई सम्हालेर बस यहाँ हेर किन सम्हाल्नु? किन सम्हाल्नु? मैले सम्हालेकै छु म सम्हालेकै छु यो सधैँ बिचमा आउँछ म- यो म सम्हालेकै यो सधैँ छु। मेरो कुरा भइरहेको बेलामा त सधैँ बिचमा आउने म तेरो बिचमा आएन त म त यहाँ सधैँ त यहाँ आउने गर्छ हल्ला नगर न। अहिले गर्दा दिपलकसँग मेरो अस्ति पनि झगडा परेको थियो अस्ति पनि त यहाँ छेउमा आएर बसेर मेरो अब पहिला त तेरो झगडाको ठेका ल्याऊ मैले यहाँ। तैँले ठेका लिएर बस्यास् त्यही भएर तेरो कारणले झगडा हुन्छ सधैँ मैले भनेको कि यस्तो घमण्ड नगर। बिस्तारै बोलेर राम्रोसँग बोलेर पनि प्रब्लम सल्भ हुन सक्छ चिसाएर बोल्नु पर्दैन बिमला, एउटा अनि कुरो। अर्को कुरा त्यो भाइ नै ठिक छैन कहिले स्वेच्छालाई मान जान्छ कहिले पलाइ गर्न जान्छ मलाई नि स्वेच्छासँग त्यो भाइ बोलेन स्वेच्छासँग भाइको इन्ड भइसक्यो तिमी यस्तो मान्छेसँग अँगालो मारेर बसेको थियो जसलाई चाहिँ हाम्रो ब्लाइन्ड चाहे त्यसुकै होस् मैले उसलाई भाइ मानिसकेँ म उसलाई अँगालो मार्छु म उसँग हात समात्छु किनकि उसँग मेरो आफ्नो खालको फिल हुन्छ दिदी भाइको जोडी क्या राम्रो भनेर ताली बजाउँछ तिम्रो बोयफ्रेन्डले यस्तो फिल हुन्छ दिदी भाइको जोडी राम्रो हो त्यति पनि गर्न सक्दैन भने तिमी बोयफ्रेन्ड भएको केही कामै छैन त तिम्रो एउटा दिदी भाइको रिलेसनलाई पनि तिमीले रेस्पेक्ट गर्न सक्दैनौ भने तिमी बोयफ्रेन्ड भएको के काम तिमी दिदी भाइ भन्छौ दिदी भाइ ऊ त भाइलाई त्यो भाइले कतिजना दिदी बनाइसक्यो कतिजना के गरिसक्यो तिमीलाई थाहा छैन होइन तिमीलाई के गरिसक्यो होइन तिमी तिमीले पनि दुधको धुला त छैनौ नि तिमीले पनि त सबै केटीलाई फ्लर्ट गरेछ नि उ पनि आएर सबैलाई फ्लर्ट गर्छ उसको बुझ्ने चान्स हो उसको वे त्यो भन न फ्लर्ट गरे सबैलाई भन् तिमी किन हो यही हो उसको बुझ्ने वेले फ्लर्ट गर्ने रहेछ भने अहिले आयो नि त उसले गर्छ तिमीलाई त फ्लर्टै गरेर छ नि त मलाई देखेपछि दिदी भाइ भनेर छ नि तिमीले भन्छ तिमीलाई देखेपछि दिदीभाइ होइन अगाडिबाट नै मैले उसलाई भाइ बनाइसकेको थिएँ मैले उसलाई तिम्रो र मेरो अनुहार पनि मिल्छ हामी दुवैजना मोटे मोटी छौँ दुवैजना अब हामी दिदीभाइ बनाऊँ तिमीलाई म भाइ बनाउँछु भनेर मैले उसँग पोजिटिभ कुरा गरेको थिएँ तर तिमीले आउने बित्तिकै रियाक्ट गरे मैले यति मात्र भन्न खोजेको थिएँ बुझ्दै नबुझिकन रियाक्ट नगर भनेर अङ्गालो मार तिमीले भाइ दाजु थाहा छैन मलाई होइन अङ्गालो मार तिमीले बसेपछि मैले रियाक्ट गर्ने होइन मैले रियाक्ट आफूले त्यहाँनिर त्यो सिन क्रिएट गरेँ होइन मलाई भित्रबाट त्यस्तो मलाई फिल भयो मैले अलिकति तिमीलाई के गरेको भनेर सोधेको हो कस्तो कुरा गरेको होइन भाइ तिमी आफ्नो ठाउँमा सही छौ यार एकदम सही सही छौ म कहाँ मेरो भाइले त्यसरी यस्तो गर्दै पुरा यहाँ यस्तो गर्दै बस्नु दाजु बिनीको पनि गालामा माया गर्न तर उसको अर्कै तरिकाले टच थियो जे भए पनि भाइले यदि उसले आफ्नो दिदी भयो सम्झेर उसले यस्तो अङ्गल मारेको हो भने उसले के गर्थ्यो भने म आउने बित्तिकै उसले हात तल गर्यो तँ त गर्दै नि एउटा तिमीलाई नि माया गर्छ क्या मुस्कानलाई किस गरे पनि माया तिमीलाई गर्छ यार कस्तो डाउट गरिरहेको क्या चाहिँदैन मलाई लोक फेरि युवराज भाइलाई रिस उठ्यो भने ज्योतिलाई जे गर्न सक्छ नि विचार गर फेरि मेरो युवराज भाइको अगेन्स्टमा जो सुके जान्छ त्यसलाई मैले छोड्दिनँ चाहे त्यो तिमी नै होस् तिमीले अघि नै किन के भनेको त नि दिदी भाइमा के अरे अङ्गालो हुन्छ ठिक छ किस पनि हुन्छ अरे के त्यहाँ भनेको कुरा चाहिँ के त्यसले भन्न खोजेको चाहिँ के भन किस भन्नाले त्यो फ्रेन्डली किस हुन्छ भनेको मैले गालामा हुन्छ दिदी भाइमा मायामा हुन्छ त्यो कस्तो माया के तिमीलाई माया के थाहा दिदी भाइ बस्यो भन्दैमा के त्यो एकदम बसेर सोफामा बसेर मस्तले होइन लिभिङ रुममा बसेर चाहिँ किस गरेर बस्दाखेरि दिदी भनेर तिमीलाई कसले पत्याउँछ तिमीलाई को चाहियो ल भन त्यो भाइ चाहियो त्यो भाइ चाहियो कि म चाहियो ल भन को चाहियो भनेर तिमीलाई हाँस्ने कुरा गर्छु नि मैले हेर यो टोनमा मैले तिमीलाई यतिसम्म बोले होइन इज्जत गरेर बोले क्या तिमीलाई त मैले अरू मान्छे भएको है टोन सोन होइन म त त्यो मान्छेलाई त मैले फर्केर नै हेरिदिन्थ्यो होला क्या बुझ्यौ तिमीलाई मजा आइरहेछ होइन नहेर
त्यस्तो नआएर त्यस्तो जाऊ, नगरेर get जाऊ lost. तिमी बरु Get चाहिन्छ lost. भने त्यो भाइसँग तिमीले तिमी जोडी मिलाएर ठुल्ठुलो तिमीलाई सरले- वरमाला लगाइदिएर ठुल्ठुलो हैन, सरले बरु मैले हल्ला थाप्पा गर्ने गरिदिउँला। गराउने तिम्रो अपोजिटमा केटी मान्छे छ तिमी भन्दा विक छ भनेर तिमीले त्यो झम्टिन नखोज हेर तिमी झम्टिन नखोज तिमी भने नि तिमीले अपोजिट कुरा नगर तिमी यसो पड्किन्छौ नि तिमी त यहाँ ब्लाइन्डेको दुईजना केटा बराबर तिमी एक्लै पड्किन्छौ बुझ्यौ तिमी केटी मान्छे तिमी म यस्तो उस्तो तिमीले भन्न सक्दैन नभन तिमीले आफ्नो एक्टिभिटिजलाई चाहिँ नि कन्ट्रोल गर बुझ्यौ मसँग रेसमा बस्नु मन छ भनेदेखि यस्तो हरकत नदेखाऊ ब्लाइन्डेडमा बुझ्यौ नि मेरो पनि बुझ्यौ नि ओभर एक्टिङ नगर ओभर रिएक्ट नगर चाहिँ कुरामा पनि यहाँनिर बुझेन मलाई पनि मेरो आफ्नो ठाउँमा मेरो पनि होइन तिमीले त्यति राम्रोसँगले चिनेको छैनौ होइन त्यो तिमी भाइ चाहिन्छ भने बरु जाऊ होइन बरु मै तिमीलाई एउटा रिलेसन एउटा आफ्नो गर्लफ्रेन्डलाई बुझ्न नसक्ने अनि यस्तो हरकत एउटा आफ्नो गर्लफ्रेन्डलाई बुझ्न नसक्ने मान्छे एउटा रिलेसनशिपको रेस्पेक्ट नगर्ने मान्छेसँग एउटा रिलेसनशिपको रेस्पेक्ट नगर्ने मान्छेसँग म 1 मिनेट पनि सँगै बस्न सक्दिन म यु गेट लस्ट तिमीले आफ्नो यससँग रेस्पेक्ट गर्छौ तिमीले कहिले गर्यौ म सधैँ तिमीसँग सक भएर रेस्पेक्ट भने यही हो कहिले मैले तिमीलाई कति चोटी पर्खिसके तिम्रो बानी बेउरालाई पाए भन्दा तिमीले मलाई दुईजना कसैले मलाई 2 ठाउँ हान्छ तिमी 4 लगाइदिन्छु के ए यार यो त डिस्टर्ब भयो नि पुरै साउन्ड पोल्युसन भयो त यार तिमीले मलाई बस्ने त हल्ला हो नि त यार सबैले बस्नुपर्छ रुममा मलाई एकदम एउटा कुरा के तिमीहरु प्रब्लम सल्भ गरिराख्यो झन् बढाइराख्यो हैन यहाँ तिमीहरु यस्तरी झगडा ब्रेकअप गरेर तिमीहरु लडेर बस्न भन्नु मलाई मेरो लाइफमा उसको कुरा छ तिम्रो एकछिन चुप लाग्यो न अनि यस्तो धेरै हल्ला कन्ट्रोल गर्नु तिमीलाई सुन्न मन छैन भने लिभिङ रुम पनि छ के मैले पनि सुनिन्छ तिमीले बोलेको अनि तिमी पनि सुनिन्छ त नि अर्को यहाँ छैन नि त हामी बोलेको सुने डिस्टर्ब भएको भए अर्को पनि यहाँ छैन नि त तिमीहरु जाऊ नि त यार कुरालाई नभङ्गाउ हामी त यो रोमान्स गर्न आएको हामी बाथरुममा तिमीहरुको आवाज सुनेर आगोमा पिरियड भएको जाऊ नि त बाहिर गएर रेस्ट गर नि त बाहिर कहाँ जान्छ उसको लुगा धुनमा वासरुममा आएको उसलाई चाहिँ उ भएर बुझ्यौ एउटा कुरा के तिमीहरु मान्छेलाई ल्याएर किन झगडा गरेर बसिरहेको तिमीलाई ल्याएर हामीले झगडा त्यो भाइलाई किन भित्र आयो ब्लाइन्ड हाउसले बेकार झगडाको बिउ त्यो सबै कुरा गर्छ मलाई तँलाई लाग्छ मलाई पनि यार एकछिन लिएर जाउँ एकछिन होइन लिएर जाने बरु यहीँ बस्ने हो लिएर चाहिँ होइन ल तिमीलाई तिमीलाई खुब रमाइलो भइरहेछ उसको अधिकार छ कोठामा हैन उसको कोठामा एकछिन ल बोल बोल हामी सुन्छौँ केही फरक पर्दैन ल हामी आफ्नो ल तिमी भन मलाई होइन तिमी अब कुरा सुना नभङ्गाउ ए त्यो अब धेरै नै त भाइ गऱ्यो होइन त्यस्तो भाइको मान्छे कस्तो छ भन्ने कुरा सबैजना थाहा छ होइन त्यो तिमी भ्रममा आँखामा छारो नहाल पोलिटिक्स नगर मसँग हेर होइन तिमी धेरै पोलिटिसियन नबन यहाँ ब्लाइन्डेडको होइन एकजना मान्छेले यहाँ आएबाट एकजना मान्छेले मलाई अलिकति माया के देखाएको थियो अलिकति रेस्पेक्ट के देखाएको थियो तिम्रो जगल थाल्यो होइन के बोल्यो तिम्रो सँगै बसेपछि नि होइन मान्छेले बुझ्छ क्या मान्छेको कस्तो फिलिङ पार्टनर फिलिङ बुझ्छ क्या सँगै बस्दाखेरि बुझ्यौ तिमीले के बुझ्यौ तिमीले मेरो फिलिङमा बुझ्न सकेको छैन भने तिमी यहाँ यो कुरामा किन तिम्रो कस्तो फिलिङ्स तिम्रो फिलिङ्स बुझेर नै मैले तिमीलाई यति धेरै चोटी भाइ भनेर जाऊ त्यहीसँग जाऊ के गर्ने रे दिदी भाइ यस्ता पापी मान्छेसँग संगत गर्न पर्छ मेरो संगत त कहिले गतिलो हुने भएन के कहिले गतिलो संगत हुने भएन के यस्ता पापी यस्ता चोर फेरि मलाई दोष नलागे मलाई रिस उठ्छ त्यसलाई म के गरौँ खाली त्यो पापी सापी कुरा हैन तिमीले म किन मिसाएर आयो भने म आफ्नो ठाउँमा उसँग बस्न पाउँदिन त जान त त किन बस्छ मैले तँलाई त्यही भनेको छु तिमीहरू कुरा सुनिरहेको छु त तेरो तसँग त मलाई नर्ने छैन मेरो मैले तिमीलाई साइड लगाइरहेको केटीहरू ठुलो कुरा नगर कुरा डाइभर्ट गर्नलाई यताउति तिमीसँग बोल्दा त तिमीहरू हैन एकछिन ए मैले बोलेको छु त म उसलाई बसिरहेको छु त आफै बीचमा उलाई घुसाइराख अनि भमण्डले यो मान्छे मेरो अगाडि याद गर त मेरो अगाडि भइस भने मलाई रिस उठ्छ आफ्नो घमण्डले आफैलाई खान्छ धेरै घमण्ड नदेखाउनु मैले घमण्ड देखाएको छैन त मेरो अगाडि भइस भने मलाई रिस उठ्छ मैले त्यही भन्न खोजेको बाहिर गएर बस्न सक्छु तिमी बाहिर जा मेरो गर्लफ्रेन्डको नि रुम हो म यहाँ गर्छु मेरो अधिकार छ ल एकछिन त्यसबारे चुप लाएर बस म बोलेको छु हो हामी बोलिरहेको छैनौँ भने हेर मलाई एउटा कुरा सघाउ गर्नु छ भनिसके मैले यो किन बस्छ त यहाँ बस्छ नि म पिरियड भएको केयर गर्न आइराको उतै गएर केयर गर अन्त उतै गएर सेक दे तेरो बुढीको के सेक्ने हो त यहाँ नबस माया गर्ने जे पनि छ तैले भन्नु पर्दैन हाम्रो माया गर्ने पैसा मलाई झन् धेरै रिस उठ्छ तिमीहरुको बीचमा तिमीहरु नआइजाऊ तिमीहरु जाऊ उनीहरुको सम्बन्ध मैले बिहे त तिमी सुन न तिमी किन उतातिर पोइन्ट आउट गर्दैछौ तिमी आफ्नो कुरा गर न एकछिन चिम लाग है ल भन के त तिमी भन ल के छ के विचार छ ल भन केही विचार छैन मैले केही सोच्न सके छैन मेरो टेम्पर हाई भइराछ टेम्पर हाई तिम्रो जतिखेर टेम्पर हाई नै हुन्छ चुप
कसको टाउको भित्तामा ठोक्ने कुरा गरिरहेछ त फेरि भन त के भने उसलाई भन्छु। मलाई भने जे भन्नु उसलाई नभन आई डोन्ट लाइक ओके तँलाई त भन्नु पर्यो भने नि हैन एउटा कपी सकिन्छ क्या प्लिज जाऊ त यहाँ तिमीले गर्दा यो मेरो किन यति दुश्मन भएको भने जाऊ त प्लिज गइदेऊ भाइसे प्लिज गइदेऊ आइगो हो कि क्या प्लिज ए बाबा ऊ पानी खाएर उसलाई ऊ पिरियड भएको मान्छे रेस्ट गरिरहेको छ उसलाई ऊ यो बसिरहेको छ उसलाई गाह्रो छ ऊ धेरै हिँड्नु हुँदैन किन चाहिँ ऊ बसिरहेको छ तिमीहरू कुरा गर न तिमी हैन कुरा डाइभर्ट नगर हैन तिमी कुरा डाइभर्ट नगर तिमी मेन मुद्दा कुरा गर हैन के छ तिम्रो ल भन तिम्रो के छ इच्छा ल भन तिम्रो इच्छा चाहना पनि सुन्दिम सोच्न चाहन्छु मैले नोटिस गरे यत्रो टाइम बितेपछि अब तिमी सोच्नु किन यहाँ सुन मेरो कुरा सुन म युवराजसँग यतिकै बस्दाखेरि आउने बित्तिकै तिमीले ओभर रियाक्ट गर्यो ज्योतिले मेरो गालामा हान्दाखेरि तिमीले के पनि रियाक्ट गरेन तिमी खुसी भएर बस्यौ आफ्नो गर्लफ्रेन्डले कुटाइ खादा तिमी खुसी भएर बस्ने खालको कस्तो खालको बोयफ्रेन्ड हो खुसी भएर बसाएन कस्तो बोयफ्रेन्ड हो तिमी देखेर म त सक थिए म त के बोल्न पनि सकेको थिएन के गर्न तिमीहरु के गरेको थियो ज्योतिले पनि विचार देखेपछि त आखिरमा त्यसलाई विचार भनिरहेछौ तिमी म त्यसको सपोर्टमा मैले झन् भाइलाई ज्योतिलाई नछोड ज्योतिसँगै र अबदेखि यताउता दायाँ बायाँ नलाग भनेर मैले राम्रो कुराले सम्झाउँदा त्यो नकचरीले आएर त्यसै भाइलाई मेरो भाइलाई पनि पिटी मलाई पनि पिटी म यहाँ पिटा खान आएको होइन म कसैको गाली खान आएको होइन पार्टनरसँग बस्न आएको नि त भाइहरुसँग बसेर रंगालो मार्न पनि आएको होइन त तिमी त्यो पनि बुझ्नु पर्यो नि मैले भाइ बनाउन नपाउने भाइ भनेको सबैलाई भाइ बनाएर भाइ बनाइसकेपछि भाइले त नेपालमा सधैँभरि डेमोक्रेसी छ नेपालमा सधैँभरि डेमोक्रेसी छ सबै कुराको फ्रिडम छ डेमोक्रेसी भएको देशमा मैले आफ्नो चाहनाले एउटा भाइ बनाउन नपाउने यो कहाँको न्याय हो यो कहाँको न्याय हैन विप्लवको डेमोक्रेसी भएको देशमा मैले एउटा भाइ बनाउन नपाउने यो के हो यो कहिले ज्योतिले आएर मलाई पिटाछ कहिले तिमीले आएर मलाई थर्काछौ भाइ बनाउन पाउँछ के तर भाइ बनाउने कुरामा मैले त्यति सानो कुरा गरेर तिमीले मसँग चाहिँ किन त्यसरी पड्किरा छौ त अहिलेसम्म पनि तिमी पड्किरा छौ के छ तिम्रो इच्छा भन त निसिले के छ मेरो इच्छा मलाई थाहा छैन यस्तो छ मान्छे मैले ल त्यसो भने मैले ल तिम्रो यति यो गतिविधिले मैले बुझिसकेँ होइन तिमीले मलाई यो कुरा तिमीलाई चाहिँ रिलेसन जोगाउनलाई कुनै पनि तिमीले इफोर्ट मन नरहेछ होइन यहाँ तिमी धेरै सोच्ने अहिलेसम्म मैले धेरै इफोर्ट लगाइसकेँ मैले धेरै ट्राई गरिसकेँ रिलेसनशिप जोगाउन अब तिमीलाई इन्ड गर्नु छ भने कि इफोर्ट नलगाए पनि हुन्छ म पनि लगाउँदिनँ होइन तर प्लिज एकचोटि ठ्याक्क मलाई पोइन्टमा भन म त्यसपछि मैले आफू के गर्ने मेरो पनि त भन भनेर मलाई धेरै कर नगरेर मलाई स्पेस देऊ भनेर अहिले जाऊ भनेर यार स्पेस दिन गर्ने मलाई आउँदैन म तिमीहरूले यो कुरा तिमी मलाई अबको उसमा भन्यो भने भनिहाल होइन जाऊ यार जाऊ निस्क गेट आउट फ्रम माई रुम तिमी यो रुममा भयो भने अब आउँदा पनि आउँदिन म छोड्दै मैले बुझिसकेँ तर चाहिँ के हेरेर आसिरहेको एकछिन अहिले भन्छु म के हो त चप्पल बजाउँदै आएको छ मान्छेहरू साह्रै जाली हुने गर्दा रहेछन् जसलाई राम्रो गर्न खोज्यो होइन लास्टमा उसले नै ब्याक फायर गर्ने रहेछ क्या किन यस्तो मेरो गालामा कसले भनेको तिमीले तल भने तिम्रो हरकतले हानेको तिम्रो बानीले हानेको भने तिमीले हानेको होइन तिमी त मान्छे ठिक छौ तिम्रो बानी मात्रै खराब छ त्यही हो द्याट्स इट के भएको ओइ के भयो त्यसै बात छैन के भएको सुन्नु नि यहाँ महारानीलाई मैले के गरेँ मैले के पनि गरेको छैन मैले जस्ट युवराजलाई भाइ मात्र बनाएको थिएँ युवराजलाई भाइ बनाएँ भनेर यो र विप्लव दुवैजना भएन म माथि चढ्न आउने तैँले मलाई हात हाल्ने अब मलाई हात उठा त तेरो हात साथ काटिदिन्छु मैले ल काट्न सक्छ काट के भयो तिमीलाई यदि मेरो गल्ती हो भने उसले तिमीलाई विप्लवले किन गरेन जे भयो भने आएर राम्रोसँग बुझ्नु पर्छ कि अलिकति कमन सेन्स भन्ने छैन त्यो कमन सेन्स भन्ने कुरा तिम्रो छैन ल बुझ्यौ कसको चाहिँ छ रहेछ कसको छैन रहेछ भने चाहिँ मैले बुझेँ के जब म युवराजको छेउमा बस्दाखेरि मलाई हात हाली के उसले भाइ मेरो गालामा हानी भाइ बनाएर अङ्गल मारेर बसिरहेको थियो उसले गरिरहेको थियो युवराजले अनि त्यही माथि पनि म आउने बित्तिकै म देख्ने बित्तिकै उसले हात हटायो नभए पनि यतिकै राम्रो दिदी बहिनीको दिदी भाइको नाताले हो भने त उसले के अरे म आउँदाखेरि पनि त्यो अङ्गल मारेको यतिकै हुनुपर्ने हो नि त उसले छोड्यो यु क्यान आस्क एभ्रीवन के मैले युवराजलाई भाइ भन्छु मेरो त्यस्तो नराम्रो इन्टेन्सन के छँदै छैन अझ मैले त्यहाँनिर मैले तिम्रो बारेमा यति राम्रो कुरा गरिरहेको थिएँ मैले यस्तो पोजिटिभ कुरा गरिरहेको थिएँ जसको बारेमा मैले राम्रो सोच्छु त्यसले नै मलाई यस्तो यार यो भलाइको तिमीले
इन्टेन्सन के हो भने के हो मेरो इन्टेन्सन लु भन नि त के हो मेरो इन्टेन्सन दिपलकसँग तिमी जतिखेर झगडा गर्छौ प्याचअप गर्छ बरु झगडा गरिराख्नु भन्दा त बरु म अरू केटा नै बरु चेन्ज गरिदिन्छु अरे यार त्यस्तो पाप नबोल न यार त्यस्तो पाप नसोच न मैले युवराजलाई भाइ मानेको छु क्या मनेबाट मेरो आफ्नो भाइ छैन मेरो आफ्नै भाइ छैन मेरो त्यही भएर मलाई भाइ छैन मेरो आन्टी ठुलबा मम्मीको हुन सक्छ नि त तिमी आएर बॉयफ्रेन्ड बनाउन कि लाइफ पार्टनर खोज्न आएको शट अप यु शट अप मेरो सन्तानमै म एकजना मात्र बहिनी हो त्यही भएर मलाई बहिनीहरू बनाउनु समाजमा मैले बनाएन मेरो जोसँग मन मिलाउँछ मैले भाइ बनाएँ भनेर तिमीले मलाई हात हाल्न मिल्दैन तिमीलाई त्यस्तो तिमीलाई यति धेरै तिमीलाई भाइको नै भाइ बनाउनु नै मन छ भने तिमी जाऊ बाहिर गएर त्यहाँ तिम्रो काखीमा कपडा च्यात्दै तिम्रो कपडा च्यात्दै तिमी चाहिँ केटी चाहिँ जो पाए पनि चिप्किहाल्नु पर्ने अनि जिस्को नि उस्तै पर मेरो बुढी गर्लफ्रेन्डलाई पनि तिमी जिस्को रहेछौ डिभलपको मुस्कानलाई पनि तिमी धेरै कुरा आछ है तर यस्तो भयो भने चाहिँ चल्दैन है भाइ तिमी त्यो कुरा चाहिँ कम मन पर्दैन हैन यस्तो यो भाइको खिया लाग्छ अरे त्यो त्यस्तो होइन म केटीहरूलाई त्यो चिप्किन त जान्दिनँ होइन म कम्फर्टेबल छ भनेपछि मात्र हो अलिक क्लोज हुने नत्र त मलाई पनि बाल लाग्दैन यस्तो केटीहरू त यहाँ भन्न खोजे तिम्रो होइन दाँतमा के भएको दाँतमा त के भयो लाग्छ त छ तिम्रो दाँत के लाग्यो छैन कति भयो नमानेको किस कति गर्छ तिमी किस त अब त्यस्तो यहाँदेखि गर्ने पाएन होइन त्यसमा तिम्रो दाँतमा किरा होइन भाइ खिया लाग्यो तिमी लास्टै जेलस हुन्छौ के तिमी हेर हैन तिमीहरु धेरै झगडा नगर हैन म त गर्छु मलाई कोही मान्छे मन पर्छ भने उसको मेरो र उसको बीचमा कोही मान्छे आउँछ भने म गर्छु झगडा गर्छु म पार्टनरको लागि मेरो कनेक्सन यस्ता भेडा है त्यही भएर यसलाई डक्टरले पेली फुर्सदमा निकाल्दिएको हो कि आफ्नो लाइफबाट यस्ता भेडा यस्ता ए आमा भातमा त पकाएर के हुन्छ यार एउटा बेउरा नभएपछि यस्तो के हो लाग्यो तिम्रो छैन तिमीले धेरै कुरा सिक्नुपर्ने छ तिमी हैन यस्तो हो क्या ज्योति तिमीले माया गर्छौ भने नि त्यति धेरै शंका पनि गर्नु हुँदैन क्या बिचारा हेर त त्यस्तो यस्तै गरे पनि तिमीलाई दुई दिन छोड्दिन्छ तिमीले पनि हामीलाई पनि त्यसरी शंका गरेको थियो हामी जुन त्यहाँ बसी मात्रै राखेको थियो तिमीले त्यतिबाट शंका गरेको बुझ्यौ अनि मलाई यो बानी मन पर्दैन के हरेक कुराहरु बुझ्नु पर्छ क्या शंका गरे पनि मलाई भयो के आफ्नो बोयफ्रेन्डलाई भन्यो अरूलाई भन्ने हैन तिमीले सुन्न चलाउने हैन त्यही पनि हेर हात खुट्टा सबै चलाउँछ त्यही भने भाइ हेर तिमी यार तिमीलाई मैले त्यत्रो झनको को त्यत्रो गरिदिएँ तिमीलाई गरेँ तिमीलाई चाहिँ अब त्यो दिदी पनि बनाउनु कहिले कसलाई दिदी भन तिमीलाई कति दिदी चाहियो भन न म तिमीलाई दिदी होइन म दिदी 50-60 मिलाइदिन्छु तिमीलाई दिदीहरू मुस्कानलाई दिदी छिदी पनि राङ्गल हालेर बस्दिनु त्यही दाइ आएर सब बिचमा कमसेकम दाइ आइसकेपछि त के सोध्छ भने उसले मलाई भन्यो राम्ररी सम्झाउन लगेको थियो नि त त्यहाँ अब ज्योतिसँग मात्रै माया गर त्यस्तो सम्झायो नि त भने थोरै न मलाई ज्योति हेर त ती कालले तिम्रो पनि ज्योतिसँग कति झगडा पर्यो सानो कुराले गर्दा हो नि यस्तो बेला सुन्नु न यस्तो मेरो लाइफ एकदम प्यारो छ अब उनीहरू माया गर्ने अब जोडी जस्तो लाग्छ मलाई लाइफ यस्तो प्यारो छ जिन्दगी यस्तो प्यारो छ तिमीलाई हेर यस्तो फेरि केटाहरू सबजना थाहा छ तिमी लास्ट बोका छौ भनेर होइन देखिसकेपछि यार अनि मान्छेहरू प्यारो जिन्दगीको प्यारो टाइम पनि किन झगडामा वेस्ट गर्ने भन्ने हो कि मेरो विचारमा प्यारो टाइम झगडामा वेस्ट नगर्ने तर पाएपछि केटीले अङ्गालोमा त्यो पनि वेस्ट गर्नु हुँदैन नि त यार कम्फर्टेबल छ भने त अङ्गालोमा कहिले उसो बुढलाई गएर ल्याङ हान्ने कहिले गएर मुस्कानलाई गएर गर्ने कसैले म गरेकै छैन म त चाहे ब्लाइन्ड यसो कुनै केही केटा छोड्दिन म हैन म त यार तिमीलाई साच्चै म त अरू भाइ नमानेको अरू मान्छे भएको गएर म त दुईटा झगडा हानिन्थे तिमीलाई आफ्नै भाइ जस्तो मानेछ के चाहिँ भन्ने के गर्ने अब बसेको छ अब कुरा कहानी पनि अब मुस्कान पनि त्यसै पढिरहेको छ अनि तिमीहरूको बिचमा दिदी भाइ भन्छौ अङ्गालो मार्छौ फेरि दिदी भाइ हामीले किस पनि हुन्छ भन्छ के हो कुरै कहानी तिमीहरूको त्यस्तो पनि हुन्छ कुन कहाँ हो दिदी भाइ अनि त्यो चाहना सानो देख्छ दिदी भाइ बहिनी के बनाएको छ होइन आमा बाबु मम्मी बाबा सानी हुन्छ कोठा दिएको मात्र 12 बजे राति आमा बाबु मम्मी बाबा सानी हुन्छ चुम्मा चाटी हैन माया गर्दा हैन आमाले हामीले पहिले साना जम्मु दिदी भाइमा किस हुन्छ नि त्यो भनेको त भाइले त्यो बोलेछ नि मलाई हाँसो लाग्यो अनि हैन सबलाई दिदी बहिनी बनाउँदै माया तिमीलाई बरु अब यस्तो हो यहाँ
सुरुमा म यहाँ दिदी बहिनी बनाउन आएको होइन यहाँ म एउटा पार्टनर छान्न आएको ना कसम अनि किन दिदी बनाएर बस्छौ त दिदी बनाएको उसले भाइ बनाएको अब म के गर्नु यस्तो गर्यो भने भोलि तिम्रो त्यो ज्योतिले पनि तिमीलाई भाइ बनाइन्छ फेरि केही फरक पर्दैन अब मलाई अब जो मन पर्या हुन्छ त्यो त्यसले मलाई अब हो त्यस्तो भने तिमीले यो मा कसम यसलाई म कुन दिन यसलाई पकाइदिन्छु म अब हेर दिपलालाई चाहिँ फेरि तिमी भड्काउनु नभए साह्रै दोस्त भन्छौ अनि मा कसम भड्काउने कुरा गर्छौ तिमीले के मुसलमान बस्छ भने अब भाइले मलाई के भने मैले कसैको कुरा के क्वेसन गर्दैन तर किस चाहिँ गर्छु है भनेर भनेको भाइले सोध तिमीले स्वेच्छालाई गर्यो भने भन्दै बुढीले पनि गर्छ भन्ने ग्यारेन्टी छ तिमीले दिदी बनाइसके तिमीलाई पनि त्यति इज्जत छ भने दिदीले बनाएर दिदीलाई चाहिँ किन तिमी किस गर्छौ भन्ने कुरा गर्छौ त कसम पहिला तिम्रो गर्लफ्रेन्डलाई ठेनमा राखे त्यो होइन गर्लफ्रेन्डलाई त ठेमा त्यही त यही विषयले गर्दाखेरि मेरो मात्रै होइन तिम्रो गर्लफ्रेन्डसँग बसेको भने त्यही कुरा हुन्छ मेरो त गालासाला भाइ छैन नि म त भाइले दाइले भाइलाई 2 लाख हान्दा पनि चल्छ बाउले छोरालाई कुट्न पनि चल्छ हैन अब यस्तो दुई झापु चाहिँ लाउँछु भाइ यस्तो झापर सापर त्यस्तै होइन यहाँ स्त्री लम्पट सब कति केटीको कुरा गरे त्यही भने रिस भन्ने मान्छेको शत्रु हो र म यो रिसबाट एकदम टाढा हुन चाहन्छु के पेटमा एकजना मेरो लागि एकजना मात्रै मान्छे अट्ने खालको बेडा यार भाइ भने सँगै सुतायो गर्यो सबैभन्दा संस्कारी के यस्तो साँचो माया एक न एक दिन फर्केर आउँछ एक न एक दिन फर्केर आउँछ यदि मैले साँचो माया गरेको म भिखारी होस् चुप लाग फेरि त्यही गर्दा बिचाएर युवराजलाई भिख माग्न जा भनेको भन्छ या सबजना केही पनि छैन सबजना अनि मेरो पछि लागेपछि भन्नु पर्दैन होइन के मैले तिमीलाई जस पोइन्टको कुरा मात्रै गरेको यदि तिमीले साँच्चै माया गर्थ्यौ भने तिमीले डाक्टरलाई छोडेर अहिले यति सानो हैन ओइ डाक्टरको कुरा छोड किन लिएर आएको के बिचमा भने न एज हेर्छ न त जात हेर्छ न त घरमा हेर्छ म तिमीहरुको लभलाई एक्सेप्ट गर्छु हेर मैले त्यस्तो भन्न खोजेको हैन तर तिमी यति छिटो नजिक हुँदै भन्दा 12 वर्ष मुनिको केटासँग नि बिहे गरेको रेकर्ड छ हेरेको होला नि देखेको होला नि मैले त भन्नु के सबै नाटक हो म यो नाटक सबसे भन्दा नौटंकी तिमी हो ब्रान्डेडको सबसे भन्दा नौटंकी केटी तिमी हो मुस्कान नौटंकी गर्न त आउँछ एटलिस्ट एउटा मार त्यति गेटले ढङ्ग छैन जा त्यही त तिमीलाई मायाको नाम आइमा तिमीलाई एउटा नौटंकी हो तिमीलाई मायाको के गर्न सक्दैनौ ए हल चुप लाग त ढल त नाली उता जा तिमी मलाई त भनेको मन पर्दैन हेपेर बोलाऊ मलाई त भनेको मन पर्दैन तिमी जाऊ तिमी जाऊ तिमी तिम्रो झगडा हुँदाखेरि म म सुत्दिन आज सुत्दिन मलाई निन्द्रा लागेको छ म सुत्दिन यो बौलानी रातभरि सुत्दिने पैसाले भने जस्तै यसलाई 5th स्टेजको डिप्रेसन भइसकेछ जा यो 6 मा पुगिसकी मलाई कुनै पनि डिप्रेसन छैन बुझ्यौ ज्योति यु आर सो ब्युटिफुल एन्ड हट एन्ड तिमीले भन्नै पर्दैन आई एम हट मोर देन यु आई नो भेरी वेल आई टोइलेट जाउँ त सुसु आए मैले कि त डाइपर लगाएर सुता भन न के शान्त मलाई रिलिज मरेको छैन एकजना पार्टनर तिम्रो एकजना छैन खोज एकजनासँग बस्छ राम्रोसँगले होइन अब तिम्रो पनि त अब त्यो के अरे बिचरा त ज्योति पनि त तिमीलाई माया गरेको भएर झापड हाल्यो नि माया नगरे त्यही हाल्यो नबुझिकन झापड हाल्नु उसले के नबुझ्ने भने भाइ अब सुन न यस्तो हो क्या तिमीलाई थाहा छ त्यो साइको भइसक्यो त्यो केटी तिमीहरू यत्रो गरेर पनि तिमीहरू यत्रो सँगै सुते सँगै उठ्छ होइन अनि डिप्रेसनमा जान लागिसक्यो तिमीले त्यस्तो गर्न थाल्यो भनेदेखि त होइन मैले त मिस्टेक भयो अरे मैले त ल तिमीहरूलाई 2-3जनाले आएर त्यसरी केही देखेर त तिमीसँग रिसाए म यहाँ त मेरो त्यस्तो एग्रेसन आयो नि हो नि होइन तिमीले चाहिँ त्यो विचार गर्ने क्या दाइ यस्तो हो क्या तिम्रो इभन तिम्रो ज्योति तिम्रो गर्लफ्रेन्ड हो हाम्रो पनि साथी हामीसँग पनि उसको डेट सबै भइसक्यो त्यही पनि तिम्रो यदि लभ छ भने नि तिम्रो इज्जत राख्नलाई भयो भने तिम्रो अगाडि पछाडि हामी ज्योति भनेर अँगाल मारेर हिँड्दैन क्या दाइ भएर भने क्या तर तिमी भाइ भइसकेपछि हामीले यति बुझ्नुपर्छ बुझ्छौँ यति होइन चाहिँ तिमीले त्यो कुराहरू बुझ्नुपर्छ क्या त्यस्तो कुरा सानोतिनो कुराहरू यो भनेको त एउटा मोरालिटीको कुरा हो नि त होइन त्यो कारणले गर्दाखेरि कति मिसअन्डरस्ट्यान्डिङ भयो
त्यो मुस्कानसँग त्यत्तिकै झगडा पर्यो तिम्रो पनि जोडी छ मान्छेको सोचाइमा भर पर्छ के त्यो हरेक कुराहरुको अब सोचाइ तिमी सबै केटीसँग तिम्रो हैन उसको छाप सही भएको भयो मसँग जो कम्फर्टेबल छ म त्यससँग मात्रै गर्छु तिमी अब यस्तो छ नि त तिमीलाई त देखिरहेछ नि त अब हरियासँग तिमीसँग कतिजनासँग सम्बन्ध हुँदै देखाएको छ नि त सुरुमा त बुझ्दै जान्छ हो नि हैन किसिस पनि खान्छ दुईजनालाई हैन अब त्यो त्यत्रो देखिसकेपछि अब आफ्नै म त सक भयो म अरू मान्छे भएको तिम्रो ठाउँमा अरू भएको भएदेखि अरू कुरा आफ्नै भाइ मानेको छ भन्नु पर्दाखेरि हैन पार्टनर भन्न आके सबैलाई खाने शेष खाने फेरि केटीले ल्याङ केटीलाई यस्तो उस्तो भन्ने भाइ तिमी पार्टनर भने आएन तिमी हामीसँग आयो हैन तिमी टाइम पास मात्रै गरिरहेछौ भाइ केटीलाई यस्तो फिलिङ्समा खेल्ने काम नगर अहिले भनेपछि दाजु तर यो भाइ भनेको हैन स्याल जस्तो लाग्यो यार हैन जसको हुन्छ नि कुखुरा जुन ठुलो छ त्यहीमा हुन्छ नि हात हाल्ने आँखा लाउने हात हाल्ने राणाको फर्स्ट टाइम साइड मन पर्यो हेर बहिनी दिदी भन्छन् हैन हेर त्यही मामा भन्छ नि मामा हैन खासमा भन्ने हैन मामा त्यो मामा घर जाने हो जस्तो लाग्यो मलाई हेरि भाइ हो देख्यौ अब तिमीलाई एकजनाले भन्दा दुईजनाले भन्दा तिमीलाई उ लाग्ला हैन गोरामले भने यो भाइ स्यालै हो जुन कुरो झाको छ त्यसलाई आँखालाई गाजी हाल्ने हैन जिउ खाने टाउको छोडाइदिनु त्यो खाले मान्छे हेरेको हैन गुरु हेपेको भन्छ यसलाई सबैको अब प्रक्रियाहरु अब दिमाग हेरेको भन्दैन क्या तिम्रो त हेर तिम्रो लागि तिमीले पनि गर्नु नपायो भने कति तिम्रो लागि गरियो अब अहिलेसम्म पनि तिमीले पाएन हैन तिमीले त साथी भएर कदर गर्नुपर्छ तिमी हैन यस्तो यो भाइ नि मामा घर साथी भनेर मात्रै हुँदैन क्या गुरु के मुस्कान लाउलेको दिदी भाइ भनेर सम्बन्ध छ भनेपछि भाइले केही गर्दैन ए बाबा दिदी यस्तो हो नि त दिदी भाइ भन्ने सम्बन्ध छ हैन तर उनीहरूले त्यहाँ बोलेको कुराहरु ठीक छैन नि त यार अनि त्यस्तो कुरा गरिदियो दिदी भाइ भनेर सुन न दिदी भाइ भनेर बेबी आई किस यु भन्ने त्यसलाई तिमी दिदीसँग एउटा कुरा भन्छु यसलाई भएन यसलाई म अहिले भनिदिन्छु तिमीले सोच्न सक्छौ सपनामा पनि स्वेच्छासँग चाहिँ म किस गर्छु भन्ने सक्छु किन दिदी बहिनी दिदी बनायो तिमीले हो त्यो कुरा त्यही कुरा यहाँ भइरहेको क्या गुरु तिमी त्यो कुरा बुझ्दैन तिम्रो दाइ हो एउटै बेडमा अब उ पनि दिदी भयो उसको पनि स्वेच्छा दिदी हो हैन तिमीले पनि मुस्कान दिदी हो तर उले स्वेच्छासँग नि कस्तो भनेको नि हैन अङ्गाल मारे किस गरेर बस्दैन के अब यस्तो अरूको कुरा त मलाई खासै मतलब पनि भएन हैन आफ्नो कुरा गर्दा चाहिँ मलाई के लाग्छ भनेपछि अघि तिमी मध्य टचको बस्दा तिमीले किन शंका गरेको यो खुसेको छ साच्चै यसको त खुसेको छ यार हो यो पागल नि होला पागल घोषित गर्दै हुन्छ एक करो उसको त बेउरै त्यस्तो रहेछ नेचरै त्यस्तो रहेछ राम्रो म त डाक्टरसँग मात्र त्यस्तो अलिकति उ भएको होला भनेको त जो केटासँग त्यस्तै हुँदो रहेछ हैन ज्योतिले कसलाई साँचो मारे हजुर तपाईले आफ्नो कथा आफ्नो स्टोरी मलाई भनिराख्नु भएको तिम्रो त्यही भएर अहिले पनि डाक्टरसँग फिलिङ्स छ तिम्रो राम गुरु मसँग पछि लाग्दैन म तिनीहरूको पछि नै जान्थ्यो होला हो मलाई माया गर्यो भने म त्यस्तो केटाको पछि लाग्ने मान्छे त होइन बुझ्यौ नि लाग्ने होइन त्यही भएर केटाको पछि नलाग्ने भए किन ब्लाइन्डेड आउनु पर्यो केटाको पछि लाग्ने बनाउने हो के केटाको पछि लाग्ने हैन जुन तिमीले काम गर्छौ त्यस्तो त्यही त तिम्रो पछि कोही लागेकै छैन अहिले अहिले किन आउँछ त म अहिले झगडा गर्छु जतिखेर झगडा गर्ने माया भने नामै हुँदैन के हुँदैन झगडामै माया हुन्छ के थाहा केटाको मोर ट्यालेन्ट हुनेहरु हो त्यो तिमी मात्र त्यो 2 दिन केटा घुमाउने सुताउने उठाउने त्यो बाइक के गर्दैन भाइले सुताइ किस हानेर चाहिने कुरा बोल ज्योतिले त्यो पोजिसन हानिराखेको हुन्छ भाइसँग बेला बेलामा किसहरु यताउति हानेर हुन्छ के बेडमा तिमीले देख्दैनौ त्यो बेडै अहिले त्यो माथि सहेछ तिमीलाई अर्ना तपाई धेरै पोलिस गर्छ सुतु दा म केही बोल्दिन कुनै दिन तिमीहरु हैन त्यो बेडबाट तिमीहरु लड्छौ के लडेर तिमीहरुले मेरो के एक्सिडेन्ट हुन सक्छ साच्चै हो हल्ला गर्न मन लाग्दैन त्यही भएर हो ज्योतिले पनि नराम्रो व्यवहार गर्दैन हो त्यसको हेर्न हाइट नपुगेर माथि खाके छ बोल्दैन चुपचाप सुत तिमीहरु सबजना ज्योति एक्लै उठ्छ है आज सबैजना सुत तँलाई गरे सुत सबसे पहिला जा ज्योति हाम्रो गाड बसेछ आज एकदमै राम्रो कुरा हो पेट दुखिरा मेरो हल्ला नगरे बिहानदेखि झगडा मात्रै गर्छ मैले अब दिदी बनाइसकेपछि अब उ पनि त कम्फर्टेबल छ नि त कस्तो कम्फर्टेबल भन्ने कुरा दिदी भाइ कम्फर्टेबल भन्ने कुरा हुन्छ तिमी पनि साइ कस्तो कुरा गर्छौ कम्फर्टेबल भन्नाले अब
भर्खर चिनेको हो लागिरह होला अचानक दिदीमा कसरी दिदीभाइ भए होला तिमी भनेर एक खाटमा सुत्छौ जुन थालमा खान्छौ त्यही थालमा हुने काम मा कसम यार नअघि नअघि मैले आफ्नो भाइ भने तिमीलाई यार गरेर तपाईलाई केमा चित्त नबुझ्यो त्यो मलाई चित्त नबुझे केमा भन्दा सिधै भन्नु तपाईँ सिधै भन्नु हेर तिमी अरू केटीहरूसँग पनि अब यताउति गयो भने त्यतिखेर पनि ल हो भने किनभने सबैजना सिङ्गल थियो होइन सिङ्गल थियो ल त भाइले पनि गरी खाओस् एकजनासँग कसैको होस् हामीले पनि त्यही चाहेर भाइले चाहिँ एकजनासँग जोडी मिलोस् उसले पनि राम्रो गरोस् भन्छ आयो हो पनि दीक्षा हुन्छ नि त कस्तो चाहियो जो पाइदे त अब तिमीलाई हामीले के हामीले बाध्य बनाएको छौँ कोही मान्छेको इच्छा सबैसँग हुन्छ मसँग एउटा इच्छा छ होला मेरो पनि आवश्यकता छ होइन तर इच्छा छ भने हामीले चाहिँ के हुन्छ त्यो इच्छालाई चाहिँ सही ठाउँमा प्रयोग गर्नु भरे राति मलाई शनिबार खाटमा चाहियो भनेर हुन्छ अब इच्छा छ नि के गर्नु अब चाहिँ मलाई चाहिँ अब इच्छा छ भने तिमीले मलाई मिया खलिफा मन पर्यो भने त भएन नि त भएन नि त नि हो त्यो हो नि त भाइ त्यस्तोसम्म पनि डिमान्ड छैन के भन्न खोजे अब मन बुझ्ने अब यहाँ तिमीलाई के भनेर बोल्छु कोही आएर झापड हान्दिन त यतिकै पाएन नि त्यो त तिम्रो सम्बन्धको कुरा हो नि त राजा तिम्रो औकात देखायो भाइ तिमीले आफ्नो लेभल देखायो अनि औकातलाई पारा देखायो त ठीक गरे त त्यस्तो कहाँ हुन्छ भोलिको दिनमा हैन हाँसी दाइ र ज्योति यतिकै कुरा गरेर हामीले हैन अलिकति क्लोज मलाई ज्योतिलाई 2 झापड हान्न पाइयो म नबुझिकन त्यहाँ नहेरिकन म त्यहाँ के भइरहेछ कुराकानी यतिकै हान्न पाएन नि के हो नि त त्यसले जेलस फिल पनि गर्छ एउटा कुरा के गर्छ नि त भाइ जेले सबै मान्छे मान्दैन भने मान्छे मान्नु त भएन जेलमा बोल्दाखेरि तिमीले पाएन हैन तर ह्यान्डसेलले ज्योतिसँग अङ्गाल मारेर त बसेको छैन नि त राजा अङ्गालमा पनि कहाँ बसेको सुन तिमीहरूको हैन भन्नु मान्छेको पहिचानको उसले बोल्ने शब्द र व्यवहारले झल्काउँछ बुझ्यौ मान्छेको अनुहार औकात त केही समस्या बद्दिन पनि सक्छ त्यो त हो एकदम यो कुरा ध्यानमा राख भाइ तिमी सिधा गुरु हैन त्यति हो हेर हैन अब अनि यस्तो उमेर अब तिमीलाई कसम भनेको हैन अब तिमी त अब नयाँ नयाँ आछौ हैन यस्तो केसमा यो केसमा मेरो हैन यस्तो किनभने म अलिकति आफ्नो भने चाहिँ अलिकति म ओभर प्रोटेक्टिभ पनि होला हैन त्यही भएर अब तिमी त आफ्नै भाइ जस्तो भएर मैले त्यहाँनिर चाहिँ तिमीलाई के भन्न पनि अब तिमीले कुरा क्लियर गरेपछि त मुस्कान फेरि मसँग पटेको फेरि मलाई भएको होइन तिमीले पनि बुझ्यौ धेरै कुराहरू जहिले पनि मान्छेले गल्ती गरेपछि मात्रै बुझ्छ होइन पाटो सिक्नुपर्छ क्या अब यस्तो भयो होइन केस तर एमामा आफूले त्यो दोषी ठान्दैन है किनकि अब सबै अरूलाई लागिरह होला मेरो गल्ती छ तर मेरो केही छैन तिमी दोषी छैन भन्दै सुन न म त्यहाँ बसिरहेको मान्छे हैन छैन भन्दाखेरि नि त्यो केसमा नि ज्योति पनि दोषी छैन के बुझ्यौ नि यता बस यस्तो भर पनि छैन यसको यो दिमाग खुस्क्या हैन लडाइदिनु नि बेर छैन यता तिम्रो दुईजना झगडा भइसक्यो त्यही भएर म यसो बिचमा त जा त सुत जा मलाई 3 जना सुत ज्योति आउती सुत म सुत्दिन भनिसके तपाईले जबरजस्तीले सुत्छ सिज वचम्यान आजको लागि छोड्दैन वचम्यान भएर बस्दै एकछिन हेलो युवराज गरी हेलो युवराज भुडी हराउँदै सुताइहाल्छ No, मेरो बेबी हो no. मास्टरको भाइ ओइ के गर्नु अहिले मलाई हानि के बुझ्यौ भाइ तर मलाई जान्छु त यो भाइ पनि सोझो लाग्थ्यो तर सोझो रहेनछ यार मान्छेको अनुहार हेरेर मान्छे सोझो छ भनेर छुटाउन सकिँदैन उसले गर्ने व्यवहार उसको बोलीले थाहा हुन्छ तर डिभलपलाई चाहिँ मुर्गा बनाउन खोजेको है मुस्कानले फेरि यो कुरा थाहा छ मलाई यस्तो लाग्छ हैन यो भाइले अब दिदी भन्छ के भन्छ हैन सुन न कहिले कोही मान्छे भने सुरुमै त म गर्लफ्रेन्ड बनाउँछु बुढी त कहिले भन्दैन त तर के भने म के छ भने भोलि गएर मुस्कानलाई नै यो भाइले उडाउँछ जस्तो लाग्छ फेरि मुस्कान पनि के हो यिनीहरूको फेरि हाइट साइड जोडा पनि मिल्छ होइन टक्क सेतो सेतो गोरा गोरा अनुहार पनि मिल्छ होइन जोडा मिल्छ नि त मलाई त भोलि डेभलपलाई यता उता पारी भित्र बन्नु जस्तो लाग्छ मलाई यो भाइले गर्दा यो बाइक किन आएको यो लाइनमा होइन यस्तो यिनीहरूको माया भनेको होइन सुत्नेर उठ्ने मात्रै हो मलाई थाहा भइसक्यो हो कि भाइ भन्छ हेरे मलाई हाने छैन म डिफेन्डिङमा म नजान त छोड्दिन त नि ओइ ज्योति के भएको
छोटो मेरो रिस देखेको छ नि ज्योतिलाई के चढ्छ त भाइले मलाई अस्ति भन्दै थियो कि दाइ मलाई त यहाँ सबैभन्दा मनपर्ने मुस्कान मात्र हो मुस्कान अनि श्रुति दुईजना लास्ट मनपर्छ भन्थ्यो अनि अस्ति मलाई भन्दै थियो म यस्तो रिलेसन बनाउँछु नि दाइ होइन भएको छ म मुस्कानसँग जसरी पनि अगाडि बढ्नुपर्छ तर डिप्लो दाइ हुनुहुन्छ मेरो आफ्नै दाइ हुनुहुन्छ एउटै बेडमा सुत्ने भनेर भन्थ्यो कि अनि भाइ एकजनासँग लोयल हो न यार तिमी सबैसँग किन भएको भनेर मैले भनेको थिएँ त्यो भाइलाई होइन त्यो भाइ पनि अब के भन्ने यार हाम्रो भाइ हो होइन यार भाइ राम यहाँ भन्ने हो नि छ नि जसले जति ठुलो कुराहरू पनि छ नि को मान्छे कस्तो मैले चाहिँ चिनिसकेको छु है हामीले पनि चिनाएको मान्छे त को कस्तो भनेर होइन तर तैँले चाहिँ विचार गर भाइ होइन मुस्कान त आँखा लायो होइन अब श्रुतिले चाहिँ आँखा लाउँछ अब यो भाइ भनेको माको बोका हो म त ए केटा भाइलाई मात्र दोष नलाउने केटीहरू पनि त छन् नि दोष यार होइन केटीहरू पनि छ आँखा लागेको छ नि जिउ खोलामा टाउको झोलामा बनाइदिन्छु म त सिधा कुरो कसैले केही गर्न सक्दैन उसको मर्जी हो कसैले केही पनि गर्न सक्दैन कसैले कसैलाई के गर्न होइन झोलामा राख्न सक्छ होला कसैले केही पनि गर्न सक्दैन आफूले माया गरेको मान्छेलाई कसैले नराम्रो दृष्टिकोणले हेर्छ भने त्यो मान्छेको लागि म ज्यान दिन पनि रेडी छु माया गरेको मान्छेले पनि गर्नु पर्यो नि त दुवैतर्फी हुन्छ माया एकतर्फी कहिले हुँदैन होइन यस्तो टाउको तेल झोलामा हाल्न सक्दिस् होला त्यो भाइ न खसी न बोका न कुखुरा न रागा होइन त्यो रागा कुरासँग मलाई मतलब तर यो डिप्लपले केही गर्न सक्दैन रहेछ यार नत्र मुस्कान अरूसँग जाँदै जाँदैन थिएन यार त्यो भाइले मुस्कानलाई 100 मा 100% उडाउँछ लेखेर राख मुस्कान चरा हरा उड्नलाई ठुलो कुरो होइन जमिनको धुलो त उड्यो तर त्यो भाइले उडाउँछ उडाउनु म त सच्चै बोले हैन नि फेरि बोले नबोले मासाला म त सब बोलेको छु राम्रो बक्रो रहेछ त हाम्रो होइन होइन भन्न खै यार केटीहरु विचार गरे भाइ फेरि त म पनि तसँग बोलेको छु नि हेपिराखा सहिदेखि हेरिरहेको छु के कुरा काट्छ त नबोल्न त तेरो कुरा काटेको छु मैले बोलेको छु त म चाहिँ तसँग बोलेको छु मैले हाम्रो कुरा गरेको छु उले मलाई माया म राम्रोसँग बोलिरहेको छु त किन मसँग मेरो सम्बन्ध मलाई सुतिन माया गर्छ तँलाई के थाहा मैले तेरो बारेमा के भने तेरो कुरा काटेको छु मैले तेरो माया राम्रो होस् न त मैले के भनेको छु छ त अहिलेसम्म छ त भाइ तिम्रो त हाम्रो अहिलेसम्म झगडा परे हाम्रो झगडा परेछ ठुलो कुरो होइन यस्तो जसले जे भने पनि होइन कोही पनि केटीहरु ठीक त छैन है ठीक त छैन कोही नभन्न कोही होइन कोही केटीहरु कोही होइन भने फेरि सबै उस्तै हुँदैन नि भाइ फेरि चोरले सबैले चोरै देख्छ भन्थे हुनै रहेछ के मलाई गतिलो लाग्दैन भाइ यार यहाँ कतिलो केटी भनेको सुन कतिलो राम्रो भनेको हरेन मात्र हो सब मेरो लुगाहरु च्यात्ता ज्योतिसँग के हुन्छ के हो तिमीले कमसँग मारेर बसेर त त्यही निमा यत्रो झगडा भइराछ भने कसैले मारेको छैन मारे पनि मैले आफ्नो दिदीलाई मारेको हो हैन के को दिदी भना तिम्रै कारणले हो क्या यस्तो भइराको भने मेरो कारणले होस् नहोस् मलाई तिमी चाहिँ अहिले लास्टै पागल भइछ त त्यो च्यात्ती सक्यो लुगा सबै तिम्रो यार यहाँ लकडाउन लाग्यो डब्ल्युडब्ल्यू रेस्लिङ खेल्न लाग्यो रेस्लिङ खेल्न लाग्यो एउटै रुममा बसेर यस्तो कुकुर बिरालो जस्तो कसरी बस्नु यार छ यस्तो भएको के म त सत्तो पुत्लो गरे भाइ किन हल्ला आउँछ के अङ्गालो मार्दिन तिमी हल्ला किन बीचमा आएको तिमी बीचमा आउनु पनि के कारण केटी झगडा गरिरहने यस्तो झगडा नगर कि मलाई बाल छैन तर उ चाहिँ मेरो दिदी हो हेर त्यो जेसुकै होस् न तिमीहरुले राम्रोसँग क्लियर गर्न सक्छ नि उनीहरु कसरी मार्ने काट्ने एकचोटी सम्झाउने दुईचोटी सम्झाउनेहरु पागलै हुन् ज्योति तिमीलाई केही मिसअन्डरस्ट्यान्डिङ भएको हुन सक्छ हैन मेरो इन्टेन्सन त्यस्तो नराम्रो केही पनि हैन मैले सम्झाउन मात्र खोजेको हो तिमीलाई नराम्रो लाग्छ भने म सरी भन्छु सरी पागल घरमा नजाऊ न भरे हान्दिन्छ के गर्छ यसको सबैले सुन्दा बाज सुन्दैन म गए के भयो किन छ ओइ ज्योति खोला त फेरि उले के गर्छ भने ओइ ज्योति खोला न
उसलाई के भएको त ओइ बाहिर को छ ओइ ह्यान्सी ढोका खोला त मलाई त दुई झापा मलाई हैन बिना रिजन मलाई आएर सबले हान्न थालेपछि माया गर्ने मान्छे चिमारी यस्तो देख्छ हो क्या त्यो गोरुले त्यो सिङ सार्दै भयो क्या त्यो सबैलाई तिमीले झगडा गरेर तिमीहरू सबैजनालाई दुःख लागेर सबैजना अलिकति बढी तातेको भए चाहिँ मलाई हान्ने होइन त्यही पनि मैले तिमीले नभए तिमीले फेरि मान्छे फेरि तिमीले हान्यो भने मान्छे